गौतम दाजु तपाईँको बाइक नै गयो। चलाम है चलाम अगाडि चलाम। यहाँ रोकेर कामै छैन। हामी देश बनाउने युवा हो। मासु भात खाएर इनर्जी फाल्ने भएको त यसो इनर्जी दिने मलाई चिज नै खाइन्छ यार। भातै खाएन। अभी नि म त के देखेर र यस्तो लाज लागेको कपालै मासला भालेको सिउरो जस्तो भएको के दाजु। मासला भालेको सिउरो जस्तो भएको के दाजु। मस्त जोक मारा रे। या हंस रे हल्कट हंस। जेल लगायो नि ठाडो हुन्छ। जेल लगाएर झन् ठाडो बनाइदिनु पर्छ यार। म नराम्रो देखेँ सुरत है। अलि राम्रो छु जस्तो लाग्थ्यो या झन् नराम्रो भएछ जस्तो लाग्यो। गल्ली गल्लीमा हिँड्छु पुरा। यहाँ मान्छेहरूले मलाई हेर्छ क्या दाइ। हेर्नु मासु आमा हेर्नु मासु। म पनि सानोतिनो भला गरेर भाइ देख्यो भर्खर स्टार्ट गर्नु भएको। सब्सक्राइब नठोकेदाखेरि ठोकिदिन्छु सबलाई। तर लाज लाग्ने क्या। तर सुरुमा त लाज लाग्ने क्या सुरुमा त। ए लास्टै धेरै यत्रो धेरै मान्छेले हेरेको छ। अनि के लिएर जाने रे अरू झन्डा स्किट ढलेर ढलक 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 ढलक। हेर हेर सबैजनाले मलाई हेर राम्रो भएर हिँडेको छु क्या हो। यहाँ हामी चाहिँ सामान लिन जानु लाग्यो। मलाई त बाटो थाहा छैन है। फेरि हरायो भने त कसले लगेर जान्छ मलाई भन्नु त। कस्तो कस्तो चस्मा ल्याउनु पर्ने नि त हामीले नि। चस्मा ल्याउनु पर्ने क्या। चस्मा नभएर यहाँ तिम्रो आँखा झन् चिम्रो देखिरहेको यहाँ। तर आँखा चिम्रो भयो भने देख्ने चिजै देखेको हुन्छ नै मैले। देख्ने चिजै देखेको हुन्छ नै मैले। हो नि हो नि हो नि त्यो त सबैलाई थाहा छ। तपाईँले लास्ट न सास। अब त म नि क्यामेरा टेर्साउटै हिँड्दै गरिदिन्छु पुरै। डराएर झन् कामै छैन। गोजीमा हेर गोजीमा दामै छैन। मेरो कामै छैन। चप्पल लगाएर हिँड्दैछु पुरै। मतलबै छैन मलाई अरू। उनीहरू आफ्नै पारामा डुल्डिन्छ हामी आफ्नै पारामा डुल्डिन्छौँ। आहा पुरानो मूर्तिहरू होला। मलाई भेटाउन आउनु है दाइ। हराउनु होला फेरि। अरू त त्यस्तै हो यहाँ। भिडियो हेर्ने अस्मिता दिदी रुनुहुन्छ कि भन्ने चिन्ता छ क्या मलाई।
त है म भाइरल भएर सबले चिन्ने भयो त क्या यो ठाउँ पुरैमा मान्छेहरू फोटो खिच्न लाइन हुन्थ्यो होला क्या के गर्ने खप्परमै छैन आया पशुबाट Ayani Baba गर्मी चढेको छ लामखुट्टेले तोक्न आउँछ तर नहुने ठाउँमा नतोकिदियोस् त्यही हो नहुने ठाउँमा नतोकिदियोस् त्यही हो बात त सही है त्यही हो हेर हेर सबले मलाई हेर यहाँ यसो भाइरल बनाउनु पर्यो क्या मलाई नि कोही कोहीले कुरा गर्दैन भने के गर्ने आँखाले त्यस्तै त्यस्तै मान्छेहरू देख्छ यार प्रकाश यो हो कता हो चिन्न दिँदैन क्या हो रे टुरिस्टहरू रहेछन् त है खरा इङ्ग्लिस हान्दैन न यो तल लगिसक्यो क्या हो अन्डरग्राउन्ड गरिसक्यो क्या हो यसो गरी घुसाइदियो यसो गरी हो भाइरल छ अब म पनि भाइरल हुन्छ क्या अब यहाँ टिकटक बनाउनु पर्यो कुन गीतमा डान्स हान्दिने होला भन्ने भइरहेको क्या अन्त राम्रै दिदीहरू हुनुहुन्छ यहाँ ठाउँ त कलर पनि बबाल हालेछ यार त्यसो यता वारिपारि टिकटक बनाउँदै हुनुहुन्छ हाम्रो आमापतिहरू सबजना मसँग सेल्फी लिन आइदियो त म त म स्वर्गमै पुग्थेँ होला क्या सबजना मसँग सेल्फी बिग फ्यान भन्दै आइदियो त क्या नयाँ कुराहरू सिक्दैछु भर्खरै टाढा आउने क्या दाइ बाघमा पोसले पखाएर जस्तो नै हिँड्दैन स्पिड कुद्न पऱ्यो क्या आफूले मात्र कति देखाउने यार यो नराम्रो मान्छेलाई कति हेर्नुपर्छ भन्छन् होला कहिले त यार चस्मा त रहेछ यार है चस्मा पसल भएर क्या अनि गोजी रित्तै छ गोजी रित्तो छ यार सेल 100 रुपियाँको दुईटा के भन्छ अरे हल्लाउनलाई अरे कहना क्या चाहते हो हल्लाउनलाई के भन्छ 32 कि 32 ए 32 भन्छ 32 सरी धन्न छोक्यो यहाँ दूध छोप्ने भाडा बुबु छोप्ने भन्नु नै त्यहाँ डाइरेक्ट दुध छोप्ने भन्नु त खाँदैन कता हो
भाडा त मेरो फेस भन्दा नि टिलिक्क रहेछ। तर्काउने ठाउँ यस्तो बवाल देखेछ यार। चिन्दैन ठाउँ पाउन नि गाह्रो छ मलाई। यस्तो भिडियोहरूमा यस्तो गरेर छिर्नुपर्छ या। सबसे जुडा हो मेरी बातों में कस्तो वहाँ परेर हेरेर भन्छ ल। मलाई पो लास लाग्न लाग्यो ल। हाम्रो दाइलाई मैले यहाँ छोडेर हिँडिरहेको छु। म एक्लै हिँडिदिन्छु क्या। यस्तो मान्छेहरूको भिडमा आएपछि त यो क्यामेरा तेर्साउन पऱ्यो। सिधा हो क्या मलाई हिँड्ने। फेरि म यो बाटोमा सिधा हिँड्नुपर्छ। बाटो त यत्तिकै खुल्ला हुन्छ क्या। कुकुरी ए हाम्रो दाइ पनि भ्लगर हुनुहुँदो रहेछ। के टाइम उल्टो चलिदिन्छ। हामीलाई पनि मायाले हेर न पार्वती लै लै लै। चलाम है चलाम अगाडि चलाम। यहाँ रोकेर कामै छैन। हामी देश बनाउने युवा हो। मासु भात खाएर हो क्या। है त दाइलाई नछोड्नु पर्यो यार। फेरि कोहीले यहाँ गाई भान्यो भने खत्तम हुन्छ यहाँ तपाईँलाई। यहाँ पर जाने यहाँ हो। A few moments later. भाडा त मान्छे खतरा छ त। साग होइन चाकमेटी। साग होइन चाकमेटी। टिपेला टिप्पिन्छ होला रे। टिप्पिन्छ होला। योभन्दा छैन अरे होइन। यो मात्रै हो अरू छैन है। यो काजु खानु न बरु। काजु खानु न। यो पावर हो। यो पावर हो। यो झन् खतरा सबसे खतरा यो भन्दै सब्जी सब उडाइन्छ। काजु खाऊ के बनाऊ भन्छ त अनि। दाइ यस्तो मिक्स छैन। यो यस्तो मिक्स भएको छैन। किसिमसँग धेरै आफै मिक्स गरेर बेच्छ होइन। यो त ओखरको होइन। यो कतिमा आउँछ दाइ? कम्पतहरू कम हुन्छ होला। यो कति हजुर किलो कति थियो? 2700 अरे। यो त यो इन्डियन हो कि क्यालिफोर्निया इन्डियन यहाँ ए यो चाहिँ इन्डियन लामो लाग्ने हो। किलो 1700 महँगो हुन्छ नि। यसलाई कति दाइ? के हो यो? अन्जिर होइन दाइ। अन्जिर के हुन्छ? अन्जिर हुन्छ होला। अन्जिर मलाई त थाहै छैन।
यस्तो इनर्जी अब फाल्ने भए पो हुन्छ इनर्जी गर्ने चिज खाइन्छ इनर्जी फाल्ने भए पो त यसो इनर्जी दिने वाला चिज नै खाइन्छ यार भातै खाएन यताको रमझम देखेर त मलाई त रुम जान मनै लागेन त चाहियो किधर जाना है किधर यता रे भित्र भने होइन मिठो लस्सी यता त्यहाँ रहेछ भित्र ए मान्छेको भिड भाइरल हो क्या लस्सी त नि सबजना खाँदै हुनुहुन्छ रहेछ खाँदै जाने हो लम त तपाईँ एउटा हजार हो कि चार्जर हो चढाउने क्या नहराउ मिठो पो रहेछ यार खाँदै खाँदै हामी सामान किनेर फर्किसक्यौँ मिठो मिठो लस्सी खाँदै मलाई हेर्लान् भन्दा यहाँ क्यामेरा हेर्दैछन् यहाँ अगाडिको मान्छेहरूले मलाई हेर्छन् म चाहिँ यहाँ क्यामेरामा हेरिरहेको छु अगाडिको त मान्छेहरू पनि हेरिरहेको छु 2 hours later. तन्दा चाहिँ तपाईको बाइक नै गयो गएन त जहाँ पाए त्यही पार्किङ गरेपछि गएन त बाइक गएन त जान्छ भन्ने ख्याल राख्नु पर्यो नि त ए यो नि उठाउनु पर्ने क्या यिनीहरू चाहिँ केही गर्दैन यिनीहरू केही गर्दैन राम्रो मन्दिर रहेछ सानो भयो नि राम्रो अब यिनीहरू पनि जान्छ होला मान्छे छैन भने जान्छ होला सामान राम्रो भएपछि राम्रो ठाउँमा राख्नु नि जान्छ त नभए टिमले त अर्को सामानहरू उठाउँदैछन् पार्किङमा राखेको बाइक हुन्छ कि के हुन्छ ए बाटो बाटोमा पार्किङ गरेको बाइकहरू उठाउँदैछन् टक्क यो कसको राम्रो बाइक हो जलै जला गोडा तपाईँलाई पनि लग्दैन खासमा म पनि काम नलाग्ने छु मलाई पनि लग्दै हुन्थ्यो क्या जाऊ गयो भाइ गयो दाइहरूले उठाउँदै हुनुहुन्छ त यो पनि गयो ल जान्छ त जान्छ जहाँ पाए त्यहाँ पार्किङ गरेपछि जान्छ त उठाउँदै हुनुहुन्छ यहाँ मान्छेको नि भिड लागिसक्यो ल टक्क लिएर जानुभयो हेर्ने मान्छेको नि भिडै भिड छ
ल यो सबै बाइकहरू जान्छ ल अब यो सबै पार्किङको बाइकहरू जान्छ जहाँ पायो त्यहाँ पार्किङ गर्छौ खान्छौ बल्ल मिठो गयो 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 पैसा चढेर गयो यत्रो बाइक लिइसक्नु भएछ अनि एउटाको नि धन्दा गयो ल एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा नौवटा योसँग 10वटा हुने भयो जोड सङ्ख्या नै पऱ्यो ट्याक्क ल बिजोड भन्दा जोरै पऱ्यो ल राम्रो भयो यस्तो जग्गा चाहिँ पार्किङ गर्ने हो त अनि त्यहाँ पनि अगस्तको स्कुटी रहेछ त्यो मान्छे पनि अब दौड्यो हेलमेट लिएर दौडेर आउँदैछ कोही भाग्यले बाँचेर बाइक गएन नत्र सबैको गयो बच्यो कोही बच्यो कोही चाहिँ फस्यो यो स्कुटी नि बस्छ जस्तो लागेछ खै मान्छे कता छ कुन्नी अब त थाहा पनि छैन कहाँ चढाएर लाग्छ सानो बच्चा भाग्यले बाँच्यो गाडी प्याक भएर लगेर गइसक्यो हामी चाहिँ प्रायः सपिङ गरेर फर्किँदै थियौँ देखियो नै यस्तो देखियो भिडियो नि लामो भइसक्यो अब यिनीहरू होला हस्त गाइस नमस्ते सबैजनालाई बाई बाई